हाट खोली ओ तेरीका डर लाग्दो ठाउँ रहेछ यार। लगिसक्यो अन्टुलीले। यही हो हाटखोली, खोलाको किनार। पानी थोड़ा थोड़ा बग्दैछ। यहाँ नुहाउने ठाउँ हो क्या। अरू ठाउँ मैले देखेँ त नुहाउनलाई त यही ठाउँ राम्रो रहेछ। यहीँ बसियो भने त चिसो भइराख्ने होला। आइया है। ऐसे रे। ओ शेरबहादुर कहाँ हो? उताबाट देखे जस्तो लाग्थ्यो यार आउने ठाउँ त यार। कहाँ हो पकाएर खाने? कहाँ हुन्छ यार यसमा त यार। अलि पकाउने ठाउँ जस्तो कहीँ देख्दिनँ त हौ। ओइ यही हो हाटखोली त्यसो भए। फिमे हात हो। ओ ढुले सर कस्तो लाग्यो त? शरण बिचारालाई यार ओछ्यानबाटै तानेर ल्याएछ केटाहरूले। मेरो आइफोनले धेरै खतरा आउने रहेछ नि। ओ कसम सर। आइया के छ अनि? है हजुर ठीक छ हजुर ठीक छ। जाला टाउको साउको। आज यो को हो त अनि यो? तपाईँ दाउरा ठुलेलाई दिदिने। दाउरा ठुलेले ल्याउँछ। उफ तेरीका। कल खोला बग्यो झरझर झरना। ओ शंभो के छ? हाटखोली कुन चाहिँ नि हो बरु हाटखोली यार। थकाइ लाग्यो थकाइ। रात दिन तिमीलाई सम्झन्छु मायालु। कहाँ हो त यार? ओहो पहिला यहाँ पुग्यो तार ठुलो थियो पहिला यो साल चाहिँ सबै ढुङ्गाले गर्यो। मल्लो साल पुष्पा झुकेगा नहीं। बटुआ मनाए के छ? बढ़िया यार बढ़िया एकदम। यसले एउटा पाछ मिरिन्डा। ए फन्टा रहेछ। भीमे त सबभन्दा ढिलो रहेछ त के हो? सर अबि लास्टै रहेछ यार। आइया
6 किलो त त्यहाँ मासु छ। आजको नुहाउने ठाउँ यही हो, बाथिङ टब। नेचुरल बाथिङ टब हो यो हाम्रो आजको। एन्टी के जुम्बा जुम्बो एन्सेल समाउँदैन। उफ, के हो गर्मी यस्तो। हेत्तेरी। ल हाम्रो गन्तव्य स्थान यही हो जस्तो लाग्यो। अनि भिडियो हो नुहाउनुलाई भनेर कट्टु ल्याएको खोलै छैन रहेछ। तेरो बाबु गेडा त्यत्रो के हो? तिमी यहाँ दुख्छ नि।